उत्कृष्ट टिम भएर पनि पछिल्लो समय फिफा विश्वकपमा राम्रो नतिजा हासिल गर्न नसकेको टोली मध्ये एक हो स्पेन। हरेक संस्करणमा स्पेनलाई विश्वकपको उपाधि दावेदारका रूपमा हेर्ने गरिन्छ, तर टोलीले त्यस अनुसारको प्रदर्शन गर्न सकेको छैन। यद्यपि स्पेनले युइएफए युरो 2024 जितेर आफू अझै युरोपकै बलियो टोली मध्ये रहेको प्रमाण दिएको थियो। यही कारण फिफा विश्वकप 2026 मा स्पेनलाई ठूलो दावेदारका रूपमा हेरिएको छ। स्पेनले सन् 2010 मा विश्वकपको उपाधि उचालेको थियो। त्यस यताका संस्करणमा भने अन्तिम 16 बाट अगाडि बढ्न सकेको छैन। यसपालि स्पेनले युरोपियन छनौटको समूह ई को विजेताका रूपमा विश्वकप यात्रा तय गरेको हो। छनौटमा टोलीले 6 खेल खेल्दा 5 जित र 1 हारको नतिजा सहित 16 अङ्क जोडेको थियो। स्पेनले 17औं पटक विश्वकपमा सहभागिता जनाउँदैछ। हालसम्म एक पटक उपाधि जितेको टोलीले एकचोटि नै चौथो स्थान हासिल गरेको थियो। स्पेन समान 4 पटक क्वार्टर फाइनल र अन्तिम 16 सम्म पुगेको छ। एक पटक दोस्रो चरणसम्मको यात्रा तय गरेको स्पेन 5 पटक समूह चरणमै सीमित बनेको थियो। सन् 1920 मा डेनमार्कसँग खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा पाइला चालेको स्पेनले पहिलोचोटि 1934 को विश्वकप खेलेको थियो। स्पेनले 1978 यताका सबै विश्वकपमा सहभागिता जनाएको छ। हालसम्म विश्वकपमा 67 खेल खेल्दा स्पेनले 31 जित 17 बराबरी र 19 हारको नतिजा निकालेको छ। सन् 1982 को विश्वकप स्पेनले नै आयोजना गरेको थियो। सन् 2008 देखि 2012 सम्म स्पेनिस फुटबलका निम्ति स्वर्णिम युग थियो। उक्त समयमा जावी हर्नान्डेज, कार्लोस पुयोल, सर्जियो रामोस, इकर कासिलास, आन्द्रे इनिएस्टा, फर्नान्डो टोरेस, सर्जियो बुस्केट, जावी अलोन्सो, डेभिड भिया जस्ता खेलाडीले स्पेनलाई लगातार 3 ठूला उपाधि दिलाएका थिए। 2008 मा युरोपियन च्याम्पियन बन्दै स्पेनले 44 वर्षदेखिको उपाधि विहीन यात्रा टुङ्ग्याएको थियो। टोलीले 2010 को फिफा विश्वकप र 2012 को युरोपियन च्याम्पियनसिप पनि उचालेको थियो। अहिले लामिन एमल, गावी, फेरान टोरेस, ड्यानी अल्मो, निको विलियम्स, पेड्री, फाबियन रुइज जस्ता युवा खेलाडीबाट टोलीले ठूलो अपेक्षा गरेको छ। यी खेलाडीको प्रेरणादायी प्रदर्शनको मद्दतले स्पेन 2024 मा युरोपियन च्याम्पियनसिपको विजेता बनेको थियो। यही पुस्ताबाट पुरानो विरासत फर्कने स्पेनको विश्वास छ। समूह एच मा स्पेन सहित उरुग्वे, साउदी अरेबिया र केप भर्डे छन्। स्पेनले उरुग्वे र साउदी अरेबियासँग यसअघि नै खेलिसकेको छ। केप भर्डे टोलीका निम्ति नयाँ प्रतिस्पर्धी हुनेछ। स्पेनले जुन 15 मा केप भर्डेसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। त्यसपछि जुन 21 मा साउदी अरेबिया र जुन 16 मा उरुग्वेको सामना गर्नेछ।